आज मण्डली टिम समूह यहाँसम्म आइपुगेको छ। जुखुङबाट भएर उठा हिमाललाई हेर्न बाटो नयाँ बाटो हामी मण्डलीले श्रमदान गरेर यो बाटो खन्दैछौँ। आज यसरी हामी खन्दैले हामी तलबाट हेर आयौँ। तलतिर यस्तो छ, सुन्दर छ ठाउँहरू, रमणीय छ। पर्यटन भित्राउनलाई, पर्यटनलाई मन खुसी बनाउन, मन भलाउन, सृष्टिसँग रमाउनलाई यति सुन्दर छ यो ठाउँ। त्यसैले मण्डलीले यो ठाउँलाई टार्गेट गरी एकदम श्रमदान गरी बजेट बिनाको बाटो खनिरहेका छौँ। यहाँसम्म ल्याइपर्यौँ। आज भोलि आमाले आमा त लैकेर माथि यसरी माथि पुऱ्याएर हामी जुखुङको असारे खर्कासम्म पुऱ्याएर छाड्ने भन्ने जुन हामी आज बनाएका छौँ। आमेन। पेल्मा मण्डलीले बाटो यहाँसम्म ल्याइ पुर्याएको छ। भेडाहरू चाहिँ चढ्दै आउँदैछन्। यो पर्यटन गन्तव्य स्थल भनेर हामी यसलाई प्रार्थनाका साथ यो बाटो खन्दै यहाँसम्म ल्याइ पुर्याएका छौँ। हाम्रो खन्ने टिमहरू आराम गरिरहनु भएको छ। हाम्रो यो स्थान यस प्रकार छ, सुन्दर छ। यो प्रकृतिले दिएको चाहिँ सुन्दरता छ। सुन्दरतालाई हामीले कदर गरेर परमेश्वरको सृष्टिको सुन्दरतालाई, सृष्टिको संरक्षण कसरी गर्ने भन्ने कुरा यसलाई हामी मध्यनजर गरी यो बाटो मण्डलीले आयोजना गरेर खन्दै यहाँ आयौँ। भेडाहरूको बथान यसरी आइरहेछन्।